नेसनल प्लेयरै, त्यहीमाथि अजर अधिकारी गोलकिपर, पेले हेरेछस् आँखा अगाडि बुवाले सक्यो होइन। त्यति बेला बुवाहरूलाई लाग्थ्यो अर्को सुपरस्टार जन्मिँदैन या पेलेको इक्वलमा कोही पनि आउँदैन। देन केम म्याराडोना होइन। अनि अब हाम्रो जेनेरेसनलाई के लाग्यो, म्याराडोनाभन्दा ठुलो कोही जन्मिँदैन। देन केम टू, नट जस्ट वान होइन। सो मेसी र रोनाल्डो यी दुईले दुईवटा डेकेड खाइदियो है। अब सर्लकै खाइदियो त्यो बलन्डियरको त्यो हेर्दाखेरि त ए अति नै भयो जस्तो लाग्छ कहिलेकाहीँ चाहिँ होइन। अनि मिसक्यालकुलेसन पनि भयो यार कहिलेकाहीँ त भन्ने पनि फिल हुन्छ। अरू एकदमै अरूलाई नाइन्साफी भयो भयो भन्छु म चाहिँ। अब त्यो एउटा समयमा लेवान्डोस्कीलाई नदिनु पनि ठुलो नाइन्साफी भएको हो क्या होइन। डिजर्भिङहरूले नि पाएनन् कतिचोटि होइन। सो यी दुईवटा खेलाडी पछि अर्को जन्मिँदैन भन्न चाहिँ भन्दिनँ म। इन द नुक एन्ड कर्नर काहीँ न काहीँ एकजना गजबको मान्छे जन्मिन्छ जसले फेरि विश्व इतिहास खान्छ। अनि इफ यु लुक एट द प्याटर्न अफ एनी स्पोर्ट, सुपरस्टार छ भने मैले भने नन प्लेइङले हेर्छ क्या, देन इट बिकम्स ग्लोबल स्टार भने त्यो रहेछ क्या होइन। हाम्रो टाइम नो इन्टर नथिङ 86-90 भनेको के टाइम हो र होइन। त्यो टाइममा तपाईँ कैलालीमा खेत खनिरहेको एउटा बाको टी सर्टमा दुईवटा मान्छे अनिवार्य रूपमा फोटोमा हुन्थ्यो। आइदर उसकोमा छ एउटा कि माइकल ज्याक्सन कि डिएगो म्याराडोना भनेपछि उसले त्यो छानेर लाएको होइन क्या। त्यो गाउँमा त्यो टी सर्ट पाइन्छ क्या होइन। यो फ्याक्ट्रीले त्यहाँ गाउँमा पाउने एउटा सस्तो टी सर्ट बनाउँदाखेरि कि माइकल ज्याक्सनको फोटो राखिदिएको छ कि म्याराडोनाको फोटो राखेको छ। दे वर पप स्टार्स। पप कल्चर भने पपुलारिटी कल्चर चाहिँ त्यो रहेछ क्या। रिसेन्टली माइकल ज्याक्सनको बायोपिक पनि आयो हो होइन। सो त्यो त्यतिसम्मको पपुलर हुनु भनेको चाहिँ तिमीले विश्व जितेको हो क्या होइन। सो त्यो चाहिँ हरेक स्पोर्टको हुन्छ। जस्तो क्रिकेटमा हामी सचिन भनेपछि कसरी हेऱ्यौँ, सचिन तेन्दुलकरलाई, ब्रायन लारा भनेपछि कसरी हेऱ्यौँ होइन। सो बास्केटबल भनेदेखि माइकल जोर्डनको किन नाम लिन्छौँ। यो जेनेरेसन माइकल पछि आउँदैन भन्ने कोबी ब्रायन्ट आयो। अहिले त को छ मेरो छोराले भन्छ हे त्यो माइकल जोर्डन भने खतराहरू आएर यार भनेर भन्छ। ऊभन्दा धेरै चाहिँ जित्यो भन्छ। धेरै जित्यो भन्दा खतरा चाहिँ होइन है भाइ, त्यो भन्छ क्या म होइन। धेरै जित्यो भन्दा त्यो खतरा हुन्छ भन्ने चाहिँ छैन, तर बुझिराखेँ त्यो भन्छ होइन। सो एभ्री जेनेरेसनमा एउटा ह्युमन हो यार, एउटा कोही न कोही एउटा अद्भुत क्षमता लिएर चाहिँ आउँछ। म चाहिँ सकिँदैन भन्छु। यो गेमले स्टार जन्माउँछ कि वास्तवमा हामीले कहिलेकाहीँ स्टार जन्माउँछौँ? यो भनेको मेसीको युगमा मेसी जस्तो खेलाडी कोही थिएन होला, अथवा रोनाल्डोको युगमा मेसीको दुइटैको युगमा भयो। म पर्सनली बायस हुन सक्छु कहिलेकाहीँ आफ्नो प्रेफरेन्सले, तर त्यो होइन, दुइटै महान खेलाडी भए। तर हामीलाई कतिपय केसमा चाहिँ कोही खेलाडीहरू राम्रा हुन्छन्, उनीहरूको कम्पिटिसनमा आउँछन्, तर हामीलाई स्टारको खोजी भइरहेको हुन्छ। यो कतिको राम्रो कुरा हो? राम्रो कुरा हो नि। त्यसले अर्को जेनेरेसन इन्सपायर हुने हो नि त। देशमा पारस खड्का जन्मेपछि, पारस खड्काले जित्न थालेपछि, पारस खड्काले नेपाललाई विश्वकप पुर्यायो भन्ने खबर त पाएपछि होइन, एउटा 10 वर्षीय बालकले महेन्द्रनगरमा बल फाल्न सुरु गरे हो क्या, ब्याटिङ गर्न सुरु गरेको हो क्या। त्यो पारस खड्का नभए त्यो केटोले खेल्दैन थियो कि भाउ, बुझ्यो नि होइन। सो त्यही समयमा यदि फुटबलको सागर थापाले गरेका गोल, विमल घरती मगरले चाहिँ साउथ एसियन कप जितायो रे भनेको भए त्यो 11 वर्षीय फुसीले फुटबल हान्थ्यो क्या। त्यहाँबाट इन्सपायर हुने हो क्या। सो एभ्री फुटबल ड्राइभ, एभ्री स्पोर्ट ड्राइभ हुने चाहिँ देयर निड्स अ सुपरस्टार। सो यु बी वर्ल्ड फेनोमेना नै हो होइन। पेले देख्यो जिकोहरू जन्म्यो, जिको देख्यो नेमारहरू जन्म्यो। सो सबै त्यो देखेर आई वान्ट बी द्याट, आई वान्ट बी बेटर द्यान द्याट हुन्छ क्या। म प्र्याक्टिस गर्छु त उसले मेरो स्टारले वर्ल्ड कप जिताएको थिएन भने म चाहिँ जिताएर देखाउँछु यार। पेलेको कथा नि त्यही हो। 1950 को वर्ल्ड कप ब्राजिललाई आफ्नै घरमा म्याराकानामा युरुगेले हराइदियो। उसको बुवा टिभी हेरेर घुवा रोइरहेछ। उसलाई के हो, म एक दिन मेरो बाउलाई खुसी बनाउन म ब्राजिललाई वर्ल्ड कप जिताउँछु। 17 वर्षमा वर्ल्ड कप जिताइदियो यार। 17 वर्षमा वर्ल्ड कप जिताउने भने नट अ जोक। र अहिलेको बच्चाहरूले बिकज दे डोन्ट वान्ट गो, अहिले यसो गर्दै टिकटकमा यसो गर्दै रिसर्च गर्छ होइन, त्यो गरेर मेसी भने चाहिँ जिओओटी लेख्न खुसी भएर हुँदैन क्या। डु योर होमवर्क होइन। आई एम नट सेइङ पेले इज बेटर देन मेसी। वाट आई एम सेइङ इज तारा कतिवटा छ, दे आर इक्वल ताराहरू हो क्या उनीहरू। मेसीले आफू एउटा तारा भएर देखाएको, रोनाल्डोले आफू तारा भएर देखाएको, म्याराडोना एउटा तारा थियो नि, पेले अर्को ठुलो तारा हो क्या। सो त्यसरी हो, उसलाई होच्याउने चाहिँ होइन क्या। सबैजना दे आर अल ग्रेटेस्ट अफ अल टाइम्स हो क्या, त्यसरी लिनु।